नमस्कार, म विजय विक्रम सोमरे मगर बुटोल वितरण केन्द्रबाट। आज हामी एनसीसी ग्रुपले चलाउनु भएको एनए गट्स ट्यालेन्ट को प्रतियोगी स्वरूप सम्भवतः हामी तेस्रो प्रतियोगी हौं। हामी कुनै त्यस्तो विशेष सांगीतिक क्षेत्रमा ज्ञान भएका त होइनौं। हामी धेरै जसो यही गुल्मी पाल्पा सेरोफेरेका मानिसहरू छौं। अहिले हामी यहाँ 5 जना लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत छौं र एउटा साथीभाइ बसेर एउटा सानो रहर प्रस्तुत गर्ने जमर्को गरेका छौं। म यसैगरी सबै साथीहरूलाई आफ्नो परिचय दिन अनुरोध गर्न चाहन्छु। म विजय मगर बुटोल वितरण केन्द्रबाट अहिले बाँसुरी प्रयास गर्दै। नमस्ते, म भक्त झेडी लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत ट्रान्सलेट वर्कसपमा कार्यरत छु। म चाहिँ आज मादल बजाउने जमर्को गर्दैछु। नमस्ते, त्यसैगरी म बाबुराम गेवाली, म बुटोल वितरण केन्द्रमा कार्यरत छु। आज म यो मजुरा लिएर आएको छु। नमस्ते, मेरो नाम रविन्द्र बुढा। म चाहिँ मैनिया सम्पत्ति 125 प्रसार गर्ने आयोजनामा म आजको यो सांस्कृतिक कार्यक्रममा चाहिँ यो खैजडीको बजाउने भूमिका खेलिरहेको छु। नमस्ते, म रामबहादुर लुम्बिनी प्रादेशिक कार्यालयबाट म हार्मोनियममा छु अहिले। गीत संगीत असाध्यै सबै प्राणीलाई मनपर्ने विधा, मनपर्ने क्षेत्र हो। त्यसमा हामी मानव जाति, मानव सभ्यताको सुरुवात सँगसँगै संगीतमा रम्ने, सुख होस् या दुःख संगीतको सहारा लिने र पछिल्लो समयमा संगीतले मान्छेलाई एक खालको मानसिक चिन्ता मुक्त गराउने साधनको रूपमा पनि पछिल्लो समय विकसित हुँदै गएको पाइन्छ। विश्व परिवेशमा हेर्ने हो भने यसका धेरै विधाहरू छन्। ती विधाहरूमध्ये हामी यहाँ निकै पुराना तर चर्चित लोकलयमा आधारित केही लोकलय गीतहरूका केही त्यसको गीतहरू त्यस वाद्यवादनबाट बजाउने प्रयास गर्नेछौँ। र सुरुवाती चरणमा पहिलो पटक हामीले राष्ट्रकवि माधव घिमिरेज्यूले रचना गर्नुभएको नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्ने गीतको बोल नातिकाजीको स्वरमा सजिएको यो निकै कालजयी गीतलाई हामीले प्रस्तुत गर्ने जमर्को गरेका छौँ। यहाँहरूले अवश्य